आज फेरि एउटा सक्सेस स्टोरी लिएर हामी तपाईँमाझ आइसकेका छौँ। सम्पूर्णमा नमस्कार, म सुनुप्रति केआइसी हेटौँडाबाट। आज हामीसँग हुनुहुन्छ निकिता खुलाल, जसको रिसेन्टली युके को भिजा लागेको छ। आउनुहोस् उहाँसँग थोरै बातचित गरौँ। हेलो निकिता। हेलो। के छ खबर? एकदम ठिक छ। भिजा लाग्यो? हजुर लाग्यो। अब भिजा लागिसकेपछि कहिले जाँदैछु? आज भिजा लाग्यो, अब भोलिको फ्लाइट छ। कुन कन्ट्री जाँदैछु? म चाहिँ एकदमै फिक्स थिएँ युके नै जान्छु भनेर, त्यही भएर युके युनिभर्सिटी अफ ग्रिनिचमा एडल्ट नर्सिङ पढ्न जाँदैछु। ओके, अब नर्सिङ पढ्न जाँदैछौ भनिसकेपछि अभियसली केही डिफिकल्टी त फेस भयो होला, किनकि नर्सिङ पढ्न जान छुट्टै रिक्वायरमेन्ट एक्स्ट्रा छ। के कस्तो फिल भयो त्यो पार्टमा तिमीलाई? मलाई चाहिँ एकदमै धेरै समस्या भएको थियो, किनभने अब जस्तै एडल्ट नर्सिङ भनेको जस्तै अलि अरू कोर्सहरूभन्दा अलिकति डिफ्रेन्ट नै हुन्छ नि त। अब जस्तै सीको मेन भनेको सीको इक्जाम दिनु पर्थ्यो, जुन मैले दिएको थिइनँ, त्यही भएर मेरो चाहिँ 1 वर्षको ग्याप भयो। अब जस्तै अलिकति मिसकन्सेप्सन अथवा मिसइन्फर्मेसन भएको कारणले गर्दाखेरि चाहिँ मैले सी पनि नदिकन जान मिल्छ कि भन्ने एउटा सोच थियो। तर पनि अब काउन्सिलिङ गर्दाखेरि चाहिँ अब किन रिस्क लिने त होइन, सी नदिकन पनि भनेर अब 1 वर्षको ग्याप लिएर मैले सीको इक्जाम पनि दिएँ। अनि त्यति मात्र नभएर इक्जाममा पास भइसकेपछि पनि अब जस्तै एनओसीको एप्लाई गर्न पनि फेरि इलिजिबिलिटी सर्टिफिकेट नि निकाल्नु पर्ने रहेछ। इलिजिबिलिटी सर्टिफिकेटको लाइन लाग्नुपर्नेदेखि लिएर फेरि एनओसीमा लाइन लाग्नुपर्नेदेखि लिएर एकदमै धेरै अब्स्ट्याकल्स भएको थियो। तर पनि अब जस्तै एउटा फोनको भरले अब यस्तो यस्तो गर्नुपर्छ है, अब यो स्टेप भयो, अर्को स्टेप चाहिँ यो गर्नुपर्छ भन्ने चाहिँ एउटा मोटिभेट गर्नुभएको कारणले गर्दाखेरि, सपोर्ट गर्नुभएको कारणले गर्दाखेरि चाहिँ त्यो पार्ट चाहिँ अलिकति स्मुथ भएर चाहिँ मेरो आज भिजा पनि ग्रान्ट भइसकेको छ। ओके, अब ठिकै छ, भिजा त लाग्यो, अब जाँदै हुनुहुन्छ भोलि भनिसकेपछि अब त्योभन्दा अगाडिमा जाउँ। केआइसी हेटौँडा नै आउनुको तपाईँको कताबाट आइपुग्नु भयो, कसरी खोज्दै आइपुग्नु भयो? केआइसी भेटिनुको चाहिँ अगाडि जस्तै म चाहिँ अब जुन पहिलाको स्टुडेन्टहरू जुन एउटा स्टेजमा हुन्छ, जस्तै 12 सकिसकेपछि चाहिँ अब के गर्ने, ब्याचलर यहीँ पढ्ने कि अब्रड स्टडीको लागि जाने कि भन्ने एउटा कन्फ्युजन जुन हुन्छ, त्यो म त्यही स्टेजमै थिएँ। अनि अब बाहिर जाने भनिसक्यो, फिक्स्ड भइसकेपछि चाहिँ अब एउटा कन्सल्टेन्सी त चाहियो। अब यतिकै जुनसुकै कन्सल्टेन्सीलाई विश्वास गरेर नि हुँदैन, किनकि फाइनेन्सियल डकुमेन्टको कुरा हुन्छ, जुन चाहिँ अब अलिकति केही मिस्टेक हुने बित्तिकै रिजेक्सनको चान्स पनि एकदमै हाई हुन्छ नि त। त्यही भएर सुरुमा चाहिँ जस्तै सोसल प्लेटफर्ममा जस्तै इन्स्टाग्राम, फेसबुक, टिकटकहरूमा न्युमरस नम्बर अफ कन्सल्टेन्सीहरू थियो। अब एकदमै कन्फ्युज हुने, कुन कन्सल्टेन्सी यो हेऱ्यो यो पनि राम्रो होला, यो हेऱ्यो अर्को पनि राम्रो होला जस्तो लाग्थ्यो। तर पनि अब हेटौँडामा बसिसकेपछि हेटौँडामा भएको सबै कन्सल्टेन्सीहरू चाहिँ हेरौँ न त भन्ने भएर सबै एक कन्सल्टेन्सीहरू आफै गएर काउन्सिलिङ गरेर मेरो चाहिँ यस्तो प्रोफाइल छ, 80 जिपिए आएको छ, अब चाहिँ के गर्दा राम्रो हुन्छ त, कुन कोर्स पढ्दा राम्रो हुन्छ, कुन युनिभर्सिटी पढ्दा राम्रो हुन्छ, अब जस्तै मेरो फाइनेन्सियल लोनबाट जाँदा राम्रो हुन्छ कि क्यासबाट जाँदा अलिक सजिलो हुन्छ कि, मेरो कन्डिसनमा चाहिँ कुन, मेरो प्रोफाइलमा चाहिँ कुन सुइटेबल हुन्छ भन्ने जस्तै सबै काउन्सिलिङको दिमागमा आएको हरेक क्वेसन मार्कहरू सोद्धाखेरि त्यो जुन पाएको एन्सर चाहिँ मलाई केआइसीमा अलिकति सुइटेबल आएको जस्तो लाग्यो। अनि त्यहाँ चाहिँ अब जस्तै एकदमै फ्याक्ट कुरा, जस्तै मैले के बुझेँ कि भन्दाखेरि सबै कन्सल्टेन्सीमा जाँदाखेरि चाहिँ जस्तै अलिकति फ्याक्ट कुरा नगर्ने हो कि, जस्तै अब हामी भिजा लगाइदिन्छौँ यताउति भन्ने त्यो एउटा त्यो अब किनकि भिजा लाउने कसैको हातमा पनि हुँदैन, किनकि हामी प्रोसेस सुरुबाट प्रोसेस एकदमै राम्रो स्मुथ भयो भने इच एन्ड एभ्री डकुमेन्ट चेक गरिसकेपछि मात्र फिक्स्ड हुने कुरा हो नि त। त्यही भएर अलिकति रियल लाइफको कन्डिसन हेरेर पनि अनि मैले चाहिँ अलिकति केआइसी जाँदाखेरि चाहिँ अब एकदमै फ्याक्ट कुरा गर्नुभयो। अब जस्तै डकुमेन्टको कुरा, अब जस्तै हुन्छ नि अब के गर्नुपर्छ, तिमी अब जस्तै तिमीसँग क्यास छ भने क्यासबाट जाने हो कि लोनबाट जाँदा कुन ब्याङ्कबाट के कसरी स्टेटमेन्ट निकाल्नुपर्छ कि के डकुमेन्टहरू चाहिन्छ, इच एन्ड एभ्रिथिङमा चाहिँ एकदमै सपोर्ट गर्नुभएको थियो। प्लस अब मलाई चाहिँ युनिभर्सिटीमा एकदमै धेरै कन्फ्युजन भएको थियो, किनकि
ब्याचलर पढ्न जान थालेको अब युनिभर्सिटी हत्तपत्त अब ठिकठाकै भएर नि हुँदैन नर्सिङ जस्तो कोर्सको लागि अलिकति रिप्युटेड कलेज नै गइसकेपछि त पछि फ्युचरको लागि नै सोच्नु पर्यो नि त सेप्टेम्बरको पनि कुरो थियो हजुर सेप्टेम्बर इन्टेकको लागि फेरि अझ कुर्नु पनि भएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ होइन जनवरी इन्टेकबाट स्टार्ट गरौँ न त के कसो रहेछ भनेर बुझौँ न त भनेर म बुझ्न मात्रै गएको थिएँ तर अब धेरै अप्सन्सहरू आयो युनिभर्सिटीको पनि जस्तै युनिभर्सिटी अफ ग्रिनिज भयो अरू 2-3 अप्सन जुन जनवरी इन्टेकको लागि खुलेको छ त्यो सबै अप्सनहरू हेरेर हामी सँगै बसेर रिसर्च गरेर त्यही एउटा फिक्स्ड युनिभर्सिटी चुज गरेर मेरो फाइनेन्सियल डकुमेन्ट पनि इच एन्ड एभ्रिथिङ डबल चेक गरेर हुन्छ कि ट्रिपल चेक गरेर हुन्छ कि यो क्यासकोमा अब जस्तै अलिकति केही मिस्टेक तलमाथि हुने बित्तिकै फेरि रिजेक्सन हुने चान्स हुन्छ कि भन्ने त्यो सँगै बसेर बरु रातिसम्म हुन्छ कि जेसुकै भएर पनि एकदमै राम्रोसँग फाइनेन्सियल डकुमेन्टहरू पनि क्लियर भएर डकुमेन्टेसनको पार्टमा चाहिँ कम्प्रोमाइज गर्नु नपरोस् भन्ने नपरोस् भनेर अब त्यो हुँदा हुँदै ल ठिक छ अब त्यो पार्ट त भइ नै हाल्यो त्यो सँगसँगै तपाईँ त जस्ट आइएस पढ्नको लागि मात्र जस्तो सुरुवातमा आउँदाखेरि म जस्ट आइएस पढ्छु अरू ठाउँबाट एप्लाई गर्नु मिल्छ नि भन्ने जस्तो कुराकानी पनि आएको थियो सायद हजुर होइन र त्यो हुँदाखेरि जस्तो आइएस मात्र पढ्न आउँदाखेरि तपाईँले केएसी हेटौँडाबाट एप्लाई गर्छु भन्ने नि लाइक त्यो एउटा मोटिभेसन कसरी आइपुग्यो मैले चाहिँ अब युके जाने भनिसकेपछि आइएल्स दिएरै जाउँ न त किन अब आइएल्स नदिकन जाने भनेर आइएल्सको लागि म केआइसी हेटौँडा पनि आइपुगेको थिएँ अनि त्यहाँनिर सबै गरिसकेपछि त्यहाँको टिचर पनि एकदमै एकदमै राम्रो हुन्थ्यो किनकि जस्तै कहिले काहीँ भ्याइँदैन नि त जस्तै सधैँभरि क्लासेस एटेन्ड गर्नुपर्छ भन्ने अब जस्तै केही कन्डिसन फ्यामिली कन्डिसन आउँछ प्रब्लम आउँछ अनि प्रब्लम आए तापनि अब वाट्सएपमा हुन्छ कि अब म्यासेज गरेर हुन्छ कि छुटेको कुराहरू फरवर्ड गरेर हुन्छ कि एउटा स्लाइड डकुमेन्ट नै यो यसरी चाहिँ पढ्नुपर्छ है भन्नेमा चाहिँ एकदमै धेरै गाइड गर्नुभएको थियो अनि स्पिकिङको केसमा पनि अब जस्तै एउटा सर बिजी हुनुभयो भने अर्को सरले पनि अब जस्तै सजेसन दिने हो कि तिमीले यस्तो गर्दा भएको छैन यस्तो यस्तो गर न त भनेर केही टिप्सहरू पनि दिनुहुन्थ्यो अनि त्यो भइसकेपछि चाहिँ त्यो आइएल्सको प्रिपेरेसन गर्दाखेरि चाहिँ अब त्यो इन्भाइरोमेन्ट एकदमै फ्रेन्डली लाग्न थाल्यो जस्तै सबैजना एकदमै सपोर्टिभ नि त जस्तै कुनै कुनै कन्सल्टेन्सीहरूमा चाहिँ जस्तै किनकि मान्छेले फरक पर्छ नि त मान्छेको बोलीले फरक पर्छ किनकि अब जस्तै हामी पनि फर्स्ट टाइम नै एप्लाई गर्न थालेको केही थाहा हुँदैन अब जस्तै के गर्नुपर्छ कसो गर्नुपर्छ अब कुनै टर्म्स एन्ड कन्डिसन्सहरू हुन्छ सबै कुराहरू थाहा हुँदैन तर पनि त्यहाँनिर चाहिँ अब जस्तै आइएल्स पढ्दै गर्दा पनि आइएल्समा मात्र फोकस नभएर म काउन्सिलिङ पनि लिन्थेँ जस्तै अब युके जान थालेको छु अब मैले त्यही इन्टरभ्यूको केसेसमा हुन्छ कि किनकि स्पिकिङ गर्दाखेरि इन्टरभ्यूको लागि पनि त इफेक्टिभ हुन्छ नि त त्यही भएर मैले यता सँगसँगै उता काउन्सिलिङ दिँदै गर्दाखेरि चाहिँ एकदमै फ्रेन्डली अनि एकदमै मिलाएर बुझाएर अनि एकदमै प्रष्ट पारेर क्लियर गरिदिनु भइसकेपछि चाहिँ मैले चाहिँ यो चान्स मिस गर्नु हुँदैन म चाहिँ यहीँबाट एप्लाई गर्छु भनेर चाहिँ फिक्स्ड भएर अनि मैले चाहिँ केआइसीबाट एप्लाई गरेँ अनि अब जस्तो मानौँ अब तपाईँ त अब जाँदै हुनुहुन्छ युके जाँदैछु अब युके जाँदै गर्दाखेरि अब आउने स्टुडेन्टलाई चाहिँ के भन्न चाहन्छु कोही बाहिर जाने इच्छा बोकेको मान्छेहरूलाई चाहिँ के कुरोलाई केआइसी रिकमेन्ड गर्न चाहन्छौ कि के को कुराले रिकमेन्ड गर्छौ अब जस्तै अब तपाईँहरू चाहिँ अलरेडी जस्तै अहिलेको स्टुडेन्टहरू चाहिँ अब म ब्याचलर नेपालमा नपढ्ने फर्दर स्टडीको लागि अब्रोड नै जान्छु भन्ने एकदमै सोच बनाइसक्नु भएको छ फ्यामिलीसँग डिस्कस गरिसक्नु भएको छ भन्दै एकदमै ध्यान दिएर कन्सल्टेन्सी चुज गर्न लाउँछु अनि किनभने जस्तै म चाहिँ केआइसी 110% रिकमेन्ड गर्छु किनकि अब जस्तै कतिपय कुराहरू चाहिँ आफूलाई थाहा हुँदैन आफ्नो प्यारेन्ट्सलाई नै थाहा हुँदैन किनकि प्यारेन्ट्सले पनि अब हामी माथि नै डिपेन्ड गर्नुभएको हुन्छ नि त जस्तै ल तिमीहरू आफै नै गर किनकि विदेश जाने जस्तो ठुलो डिसिजन लिइसकेपछि त्यो त आफै हेर्नु पर्यो आफूलाई पनि थाहा हुँदैन सो आई थिङ्क तिम्रो प्यारेन्ट्स पनि तिम्रो प्रोसेसको बिचमा कहिले पनि आउनु भएन आई गेस है अब मैले याद गरेसम्म सो सुन्नुभयो नि त केआइसी हेटौडाबाट उहाँले आफ्नो युके जाने सपना पुरा गर्नुभएको छ तपाईँको पनि सपना त अभियसली छ होला एब्रोड स्टडीको लागि युके नभइकन अस्ट्रेलिया नभइकन क्यानाडा तपाईँको लागि बेस्ट सोल्युसन हुनेछ केआइसी हेटौडा त्यसैले आउने होइन त केआइसी हेटौडा